ल्याएको हो र छोरी मान्छे भएर बढ्ता बोल्नुहुन्न मान्छेले कति चौथाले रहेछ भन्छन् छोरी मान्छे भएर पनि कति सुते कि अब त उठ मम्मी आज शनिबार म सीमासँग खेल्न जान्छु है छोरी मान्छे र धेरै हिँड्नु हुँदैन मान्छेले कुरा काट्छन् कति हाँसे कि रमा छोरी मान्छे भएर ठुलो स्वरले हाँस्नु हुँदैन मान्छेले कति उत्ताउली रहेछ भन्छन् रमा लाऊ भाडा धुन नै दादालाई पनि बोलाउनु अनि मात्र आउँछु तिमी यहाँ खुरुक्क आएर भाडा धोइहाल त अर्काको घर जाने मान्छे भाडा मान्न सिक्नु परेन रोटी पकाऊ तिमी आज मलाई आउँदैन कस्तो आउँदैन हो र छोरी मान्छे भएपछि खाना पकाउन सिक्नु पर्छ होली पराई घर जाँदा पकाउन आएन भने सासू ससुर र बुढाले के भन्लान् म बिहे नै गर्दिन मम्मी म सीमासँग चोकमा चटपटे खान जान्छु नि कस्तो खुला लुगा लगाएर हिँडेकी मान्छेले के भन्छन् ड्याडी म पनि साइकल चलाउने नानी छोरी मान्छेले यस्तो कुरा खेल्नु हुँदैन आज मामा माइजू आउनुहुन्छ जाऊ छोरी तिमी कोठा सफा गर हुन्छ मेरो भान्जा ठुलो भएपछि के भन्ने हो डाक्टर अनि भान्जी चाहिँ के भन्ने नि म ठुलो भएपछि छोरा